हेलो गाइज, गुड मर्निङ सबैलाई नमस्ते। आज चाहिँ म नन्दी हिल्स गएको तपाईँहरूमा छोटो ब्लग लिएर आएको छु। तपाईँहरूलाई देखाइरहेको छु। उहाँ चाहिँ मेरो भिनाजी हुनुहुन्छ, जिजु होइन। अनि उता चाहिँ एकदम भिड थियो। सन्डेको दिन गएको थियो हामी, सबै फ्यामिलीहरू दिदीहरू छन्। उहाँ चाहिँ उता भान्जी भिनाजी, अनि पछाडितिर दिदी, अनि मेरो बजाइ, पछाडि चाहिँ ससुरा बुवा हुनुहुन्छ। उहाँ चाहिँ दिदीको ससुरा होइन। हेर्नुहोस् त, बाजा त मुखैबाट जाने कि उतातिर भान्जीको हातबाट त्यो फुलमुरे थियो, त्यो खोसिरहेको थियो उहाँले। अनि भित्र गयौँ, भित्रबाट पार्किङ हेर्नुहोस् त, पुरा त्यस्तो हिल्समा पनि कति राम्रो। त्यो भिड सन्डेको दिन ज्यादा भिड रहेछ त्यहाँ त। अनि त्यहाँबाट हामी चाहिँ भित्र गयौँ। गेटभन्दा भित्र गएपछि पछि पुरा मान्छेहरू यताउता होइन। सबैलाई एकदमै रमाइलो लागिरहेको थियो। पहिलोचोटि गएको चाहिँ म चाहिँ पहिलोचोटि गएको, एकदमै रमाइलो। उता हामीले माछा पनि हेऱ्यौँ पोखरीमा होइन। धेरै किसिमको माछाहरू थियो। त्यसपछि माछा हेरिसकेपछि माथि गयौँ, टपमा गइरहेको थियो हामी चाहिँ। हावा एकदमै चलिरहेको थियो। बिहानको हामी कति 7-8 बजीतिर पुगेको थियो उता। उतातिरको भ्यू मस्त एकदम बवाल देखिरहेको थियो होइन। त्यहाँबाट फेरि हावा हेर्नुहोस् त, कस्तो हावा लागिरहेको थियो। त्यहाँबाट फेरि माथि गइरहेको छु। मेरो बजे उहाँ चाहिँ दिदी, उहाँ पनि दिदी, उतापट्टिको छोरी, अनि हाम्रो क्यामेराम्यान पुरै एकसम्म खिचिरहेको थियो फोटोहरू, भिनाजी होइन। भ्यू त दामी देखिरहेको थियो त्यहाँबाट टपबाट चाहिँ। अनि माथि पुग्यौँ हामी, अझ माथि पुग्नु नै छ, बाँकी छ है। माथि पुगिसकेपछि झन् बवाल देखिन्छ मौसम। फुल इन्जोय गर्ने त्यो दिन। एक दिन म 2 ठाउँ घुमेको छु। त्यो पछि कुन ठाउँ घुमेँ भन्ने पनि तपाईँहरूलाई देखाउँछु। अनि हामी चाहिँ उकालीमा छु होइन। सिँढीमा हिँड्दा हिँड्दा तलबाट फेरि मस्त लागिरहेको थियो। सबैजनालाई एकदम खुसी, फोटोसोटो भिडियो सब बनाएर हिँड्दै हिँड्दै म अगाडि गइरहेको थिएँ भिडियो बनाउँदै। उता साइडको चाहिँ दाइ हुनुहुन्छ।